एकदमै राम्रो फर्स्ट म्याच हामीले 7 days जति प्रिपेयर गरेर खेल्न पाएको थियौँ बट यो टाइम चाहिँ अब अलमोस्ट 20 days पिचमा 5 days हाई एल्टिट्युड ट्रेनिङ एकदमै ग्रेट स्पिड देखिरहेको छ टिममा पनि कम्पिटिसन एकदमै माहौल राखिरहेको छ फर्स्ट थिङ भनेको चाहिँ अब टिम बिल्डिङको लागि पनि एकदमै राम्रो थियो किनकि हाई एल्टिट्युड हामीले अहिलेसम्म ट्रेनिङ गरेको थियौँ प्लस किन हामी गएको भन्दाखेरि एउटा अब अभियसली हेल्थको लागि ब्रिथको लागि एकदमै गाह्रो थियो प्लस अब हामी 27 प्लेयर्स थियौँ एकअर्कालाई केही भयो भने मोटिभेट गर्नेदेखि लिएर त्यसको लागि नै हाम्रो टिम बोन्डिङ राम्रो होस् भनेर गएको प्लस अभियसली हाई एल्टिट्युडमा खेलेर एउटा यो सी लेभल मुनि आएर खेल्दाखेरि अलिकति सजिलो होस् भनेर नै हामी गएको हो सो इट वाज नाइस एक्सपिरियन्स टिममा पनि एकदमै राम्रो बोन्डिङ पनि देखेको थियो एकअर्कालाई गरिरहेको थियो अहिले आएर चाहिँ प्लेयर्सहरूले पनि त्यो अन्डरस्ट्यान्ड गर्नु थालेको छ त्यो कोचको फिलोसफी लास्ट 2 weeks बिफोरसम्म चाहिँ हामीलाई अलिकति प्लेयर्सहरूलाई गाह्रो भएर त्यो क्वेसनहरू एकअर्कालाई गरिरहेको छ नाउ स्लोली त्यो चाहिँ एडप्ट गर्नु थालेको छ कोचको फिलोसफी सो अहिले हामी गुड सेपमा छ प्लेयरले पनि बुझ्नु थालेको छ कोचको फिलोसफी अब खुसी हुने नहुनेको त कुरा हुँदैन बिकज अफ एडप्ट गर्नु नै पर्छ इट्स डिपेन्ड अन कोच हो कोचले जुन पोजिसनमा एउटा प्लेयरलाई खेलाएको छ त्यो अनुसार प्लेयरले खेलिदिनुपर्छ होइन फेरि खेलेन भने टिमबाट फर्स्ट लाइनहरू बाहिर पनि हुन्छ सो इट्स डिपेन्ड अन कोच हो कोचको फिलोसफी नै हामी मलाई चाहिँ ओभरअल अहिले दुईवटा हामीले क्लोज डोर जस्तै हामीले फ्रेन्डली खेल्यौँ आर्मीसँग खेल्दाखेरिको मेरो म्याचको एक्सपिरियन्स चाहिँ एकदमै इन्टेन्स छ हाम्रो टिममा अहिले त्यो देखेको छु प्लेयर्सहरू साफ छ फिटनेस पनि एउटा एकदमै राम्रो भएको छ अहिले चाहिँ हामी काउन्टर एट्याकमा पनि हामी स्ट्रङ छ डिफेन्डिङ लाइनमा पनि कम्पिटिसन छ स्ट्रङ छ ओभरअल हामी सबै कुरामा अहिले हामी चाहिँ फर्स्ट म्याच भन्दाखेरि हामी चाहिँ फार बेटर एन्ड बेटर भएर गएको छौँ जस्तो लाग्छ अभियसली अब ओपोनेन्ट एभ्री ओपोनेन्ट लाइक हामीभन्दा कमजोर छ भनेर कसैले पनि लिँदैन पनि हामीले पनि लिएको छौँ अभियसली लास्ट म्याच हाम्रो लागि इम्पोर्टेन्ट हो किनकि ग्रुप स्टेजमा लाओस हामीभन्दा तल ऱ्याङ्क पनि छ र हामीले डोमिनेट गरिरहेको पनि रहेको छौँ बट आई हर्ड द्याट अहिले लाओसको टिममा पनि धेरै चेन्जेसहरू आएको छ धेरै इम्प्रुभ लट भन्ने सुनेको छ सो कोचहरूले पनि एनालाइज गरिरहेको छ अभियसली हामी जानुको लागि जित्नकै लागि चाहनुहुन्छ आई डोन्ट नो त्यो अब उसको के थियो बट अहिले चाहिँ गुड सेपमा छ लास्ट फ्रेन्डली म्याच हामी क्लोज डोरमा खेल्दाखेरि पनि स्कोर गरिरहेको छ ट्रेनिङमा पनि साफ देखेको छ अनि प्रिभियस त मलाई त्यो थाहा भएन तर वेन वी जोइन नेसनल टाइम ही वाज लाइक रियली गुड सार्प पनि छ यस्तो इन्जुरिजहरू त्यो पनि स्पेसली एउटा एभ्री म्याचले हामीलाई एउटा लेसन दिन्छ एउटा सिक्ने अपर्च्युनिटीहरू दिन्छ यो म्याच पनि फर्स्ट थिङ भनेको अभियसली वी आर गोइङ फर विन भन्नुपर्नेसम्म पनि अब भएन भने पनि एटलिस्ट हामीले केही चिजहरू सिक्नु हुन्छ बिफोर लास्ट म्याच सो obviously we are going for a win against Hong Kong and of course Laos. एकदमै अलिकति अभियसली टिममा अफर आउँदाखेरि अलिकति साइनेसहरू भइहाल्छ बट टिममा एकदमै राम्रो बोन्डिङ छ सिनियर जुनियर भएर डिपेन्ड गरेको सिनियरहरू पनि छैन एकअर्कालाई मोटिभेट गरेको देखिरहेको छ कोचहरूले पनि त्यो अनुसारको कोअपरेट गरिदिइरहेको छ एकदमै राम्रो गरिरहेको छ यङ भाइहरूले जुन सन्तोष